जय श्री राधे राधे। सम्पूर्ण श्रद्धालु भक्तजनहरू, हरिहर सिद्धेश्वर मन्दिरमा माता राधिका दासीलाई अत्यन्तै भव्य स्वागत गरिएको छ। माता अहिले ऐतिहासिक श्रीगण्डकी शतकुण्डी गायत्री कोट्युम विराट ज्ञान महायज्ञमा कथा प्रवचन गरिराख्नु भएको छ। जुन स्थानमा कथा प्रवचन भइराखेको छ उक्त स्थान हरिहर मन्दिरको गुठीको जग्गामा अहिले कोट्युम सञ्चालन भइरहेको छ र यस कोट्युममा मुख्य कथा प्रवचनको रूपमा पाल्नुभएकी राधिका मातालाई हरिहर मन्दिर समितिले भव्य स्वागत गरेको छ। साथमा राधिका माता उक्त स्थानमा सञ्चालन भएको श्रृङ्गारिक महाआरतीमा पनि समावेश हुनुभएको छ। आउनुहोस् एकैछिन दृश्य अवलोकन गरौँ। उहाँलाई स्वागत गरेदेखि उहाँ समावेश हुनुभएको श्रृङ्गारिक महाआरतीको केही दृश्यहरू। परम पूज्य परम वन्दनीय प्रातः स्मरणीय हामी सबैकै पूज्य माताज्यू राधिका दासी माताजीको चरणमा साष्टाङ्ग दण्डवत गरी प्रणाम नमन गर्न चाहन्छु। कोविदलाई संविदा दानमा सर्वोत्कृष्ट संविदा दान यज्ञ भगवानलाई खुवाउने यो कर्ममा एकदमै अगाडि बढ्नु आभार तथा दान दिने यो धरतीमा जन्म लिनु भएको छ। प्रिय आभारी सम्मान गर्न चाहन्छु। अब यहाँ 108 शिवलिङ्ग 108 धारा अब यो हवनमा बसेर यतिका मान्छे यो गर्मीमा गुरुले अति कठिनका साथ ठुलो तपस्या गर्नुभयो। म धेरै नै आभारी छु, धेरै ऋणी छु। मन्दिरलाई भगवानलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति नमन छ। हामी धेरै खुसी छौँ, धेरै आभारी छौँ। अब पुनःहुतिको अन्तिम चरणमा हामी पुगेका छौँ। यज्ञ ऐतिहासिक बनेको छ र यज्ञ सफल भएको छ। यहाँहरू सबैको मायाले र सबैको मायाले छ। आज माताजीको पदार्थ हुनु, उहाँको उपस्थिति यहाँ रहनु एकदमै ठुलो विषय हो। भगवानको माताजीले अघि भन्नुभयो हरिहर भगवान यति प्राचीन धेरै अगाडि बढाउनु पर्ने मन्दिर र आज यस्तो दिव्य दर्शन प्राप्त भयो। यति सुन्दर क्षेत्र भनेर माताजीले मलाई बताइसक्नु भयो। कोटि होम यज्ञको आजको आनन्दको हरिहर क्षेत्र धामको यज्ञ पुरुष भगवानको हरि र हरको स्वरूपलाई यज्ञ पुरुष भनिन्छ। सुन्नुस् है, यज्ञ पुरुष कसको स्वरूप रे? हरिहर भगवानको स्वरूप। अब हजुरहरूले घरबाट चरु लिएर जानुहुन्छ, समिदा लिएर जानुहुन्छ के को लागि? भगवानलाई भोजन गराउनको लागि। यो भगवानलाई आँखा अगाडि कसैले बसेर भोजन गराउँछ भने त्यो यज्ञमा गएर गराउँछ। अग्निदेव भगवानलाई गराउँछ। बोल्नुहोस् यज्ञ पुरुष भगवानको। साह्रै भाग्यको कुरा कि सेती गण्डकी छेउमा बगेकी छन् अनि हामी तटमा बसेर यत्रो ठुलो कर्म अनि सबैभन्दा मलाई लाग्छ नेपालमा म धेरै ठाउँ पुगिराख्दा यति धेरै प्राचीन मन्दिर चाहिँ मैले देखेको थिइनँ जस्तो लाग्छ मलाई। म आज त्यस्तो स्थानमा आइपुगेको छु। यो गर्व गर्ने विषय हो र यस मन्दिरको दिव्य प्राङ्गणमा उभिएर दुई शब्द राख्दैछु। हजुरहरूको आगमनले हृदय गदगद भएको छ। 31 गतेसम्म हजुर सबैजना आएर भगवान यज्ञ पुरुषको सानिध्यतामा भोलि त यज्ञ विसर्जन हुन्छ तर साथसाथमा सत्सङ्ग 31 गतेसम्म चल्नेछ। सबैलाई चुले निम्त छ, सबैजना आउनुहोला, पाल्नुहोला। दिव्य आरती गर्ने गुरुदेवजीहरू हुनुहुन्छ र सबैमा नमन गर्छु। आएर बाँडी राख्न पाएँ। यस मन्दिरको बारेमा जहाँ गए पनि चर्चा परिचर्चा गर्नेछु। यस ठाउँमा आएर यी दिव्य थोरै टुटे फुटेका बाँडी राख्ने अवसर मिल्यो र भगवान हरि र हरको शरणमा बस्ने अवसर मिल्यो। सबै मलाई मेरा शब्दहरूलाई विश्व सामु पुर्याउने यहाँ सञ्चारकर्मीजीहरू हुनुहुन्छ, आमाहरू बुवाहरू हुनुहुन्छ। म यस भूमिकी छोरी र यस भूमिलाई नै सेवा गरेर प्राण छोड्ने बाचा गर्दै मेरो वाणीलाई यही विश्राम गर्छु। जय होस्, धन्यवाद।
शान्तिसम्म पुर्याउन जानेछौँ। त्यसैले उहाँलाई एकजना सबैजना आयोजना पनि भइसकेको छ। धेरै आशा गरी किताब प्रसाद वितरण गर्नुभयो। धन्यवाद।